नमस्कार सबैमा। यो भिडियोद्वारा चाहिँ म तपाईहरुलाई हामीले जुन 2-3 दिन शिलङमा जुन बितायो त्यो कुन जग्गाहरु भिजिट गर्यो त्यो भिजिट गरेको जग्गाहरुको बारेमा देखाउने छु। सो भिडियो अलिकति लामो हुन जान्छ। यो 2 दिनको टुर छ है। त्यो 2 दिनको टुरले गर्दा अलिकति लामो हुन जान्छ। सो नछुटाइ हेर्नुहोस्। मेनली तपाईहरु पनि पछि शिलङ भिजिट गर्नुभयो भने कस्तो जग्गा रहेछ भन्ने कुरा चाल पाउनुहुन्छ। सो भिडियो नछुटाइ हेर्दिनुहोस्। मन परेमा तपाईले लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। 3, 2, 1। सो अब चाहिँ हामी चेरापुन्जी घुम्न जाने छ। चेरापुन्जी रन जाने छ। शिलङमा चाहिँ यहाँ बिचमा बसेको जाँदैछौँ। चेरापुन्जी सोरा यहाँबाट चाहिँ भ्यू चाहिँ यस्तो दामी देख्दो रहेछ कि भ्यू हो एकदम सिक्किम आएको जस्तो लाग्यो मलाई त। त्यो नल्लो फिल्ड आएको छैन। त्यो ल्यान्डस्केपले पनि म्याटर गर्दो रहेछ। यस्तो दामी रहेछ। यहाँनिर यसरी रोकेर मान्छेले उयो गर्दैछ। चाहिँ दामी रहेछ यो। यहाँनिर खाजा खाइसक्यो हो। ब्रिज छ नि। ब्रिज भन्दा पनि यहाँ पर चाहिँ हेर्ने जग्गा रहेछ। श्रीमती चाहिँ यसरी हिँड्दैछ अगाडि अगाडि। पहिरो चाहिँ जाने जग्गा प्रशस्तै मात्रामा रहेछ यहाँ पनि। यसरी हो। फर्स्ट अब यहाँ मैले चाहिँ वाटरफल छ अरे। वाटरफल हेर्नुको लागि एकदम मजाको रहेछ कि यो जग्गा चाहिँ। हामी ल ल म चाहिँ भिडियो बनाउँछु। मजा लाग्यो भिडियो बनाउने। यतिको सफा पानी चाहिँ मैले साँच्चै नै देखेको थिइनँ। यतिको क्लियर पानी चाहिँ मैले साँच्चै नै देखेर कहिले पनि देखेँ। आम्बो
ब्युटिफुल वाटरफल हेरिसकेर आइसक्यो हो। अब चाहिँ हामी केपमा जाँदैछु। केप चाहिँ कस्तो छ भएको नि यहाँनिर। ल यहाँ चाहिँ केप के को डर हो के बस्छ अलिक परसम्म त जाउँ न अलिक परसम्म त जाउँ न जनावरहरू भनेको एडभेन्चरस फिल हुँदो रहेछ यहाँ चाहिँ। हामी चाहिँ पस्यौँ अब केपभित्र डरलाग्दो केप रहेछ हो। पढाउँदै यसरी प्रवीणाले कुन केप खोज्दै जाँदैछ हो। कुन ए अब उता चाहिँ कहाँ जानु त्यो फलको वाटरफलको यसको वाटरफल चाहिँ हामीले हेर्नु सक्छौँ। केप पनि गयौँ लाग्छ केपमा झन्डै के पाइन्छ हामी गार्डन पाउँछ कि हामी कतिको पाएन हो। त्यो चाहिँ हामी पार्किङ गरेर जाँदैछ। पार्किङ गरेर केपपट्टि जाँदैछौँ। आरुवा केप लेखेको थियो। टुरिज्मलाई चाहिँ प्रमोट नगरेको होइन जग्गामा चाहिँ है भयङ्कर गरेको है। लो स्लो इन्जोय द वक लिसन टु द इन्सेक्ट बर्ड एन्ड एप्रिसिएट नेचर। साँच्चै दामी रहेछ अन्त यो केप चाहिँ। कहाँ यस्तो जग्गा नआएर हुन्छ त अन्त। अब चाहिँ यस देखाइछु त चराको राख्छु न त्यहाँ यहीँ बनाउँछ गाउँ थाली चाहिँ यहाँनिर चाहिँ मजाले केप छ अरे हेर्नुपर्ने हो। हेर्नुपर्छ बस्नुपर्छ केपभित्र कस्तो छ भिडियोमा देखाउँछु केप पनि। ल मेरो श्रीमतीले चाहिँ कनिष्क गुप्त हेरेको रहेछ। सो कनिष्क गुप्त हेरेर चाहिँ उसले कनिष्क गुप्त हेरेर चाहिँ सबै कहाँ कहाँ के छ त्यही जग्गा जाउँ भनेर मलाई मार्न आँटिसकेको छ। वे टु केप। अब केप चाहिँ यस्तो डरलाग्दो भित्र रहेछ हो। आरुवा केप ल पानी पर्दो रहेछ त है। लाइट रहेछ डरलाग्दो रहेछ त है। डरलाग्दो रहेछ त आम्बो दामी रहेछ। चिप्लो
कस्तो पेट चाहिँ कहाँ ठोकिन्छ ल रबिना कस्तो लागिरहेछ त देख्दैन चाहिँ अजिङ्गरको भुँडीभित्र पसेको जस्तै लाग्यो अजिङ्गरको भुँडीभित्र पसेको जस्तो लाग्यो अरे कि ला 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 मान्छे छ क्या है सानो ए मान्छे छ हाम्रो and त्यही त what a dangerous place it is सामने से यही से यही टर्निंग लेके राइट टर्निंग लेके से ओह थ्याङ्क यू अम्बो हेभी वर्थ visiting शिलङ मान्छे छ क्या अझै मान्छे छैन त दुईजना मात्र नहुँदैन हुँदैछ ए आम्बो हैन यो भित्र हुनु त केही पनि हुँदैन मान्छेलाई के रहर लागेको नि एडभेन्चरस फोटो त के खिच्नु अँधेरो आउँछ है फोटो त के खिच्नु है अब यहाँबाट चाहिँ फेरि युटर्न मिनरल वाटर भनेर चाहिँ यो पानी चाहिँ एकदम मिठो र राम्रो ए वाट चिप्लेको कि के ठोक्यो ठोको पनि ठोकायो पुरै दुख्यो ठोक्यो फेरि ठोकिन्छ नहेरी पो हिँड्छ त अब चाहिँ हामी कहाँ सेभेन सिस्टर फल्समा आइपुग्यौँ सेभेन सिस्टरको चाहिँ यो भन्दो रहेछ यहाँबाट चाहिँ सेभेन सिस्टर देख्दो रहेछ नि त सो यो चाहिँ सेभेन सिस्टर फल्स तर यो भइसकेको छ पानी त कम्ती भएर यो फल्स हेर्नुको लागि चाहिँ दिस इज नट द राइट टाइम जुन जुलाई अगस्ततिर चाहिँ रहेछ र यस्तो मजाले बनाएको रहेछ ब्यागहरू चाहिँ अब यसरी सबै लोकल हेरेको कस्तो छ भनेर राम्रै छ होला यहाँबाट
यहाँ त अन्त त्यहाँ तल होइन बाटो रहेछ, रोड रहेछ फेरि ऊ तल देख्यो यहाँ त कहाँ फल्स पनि आइपुग्यौँ हामी। यो तलको चाहिँ नौकारिका फल्स। सो दामी छ यो फल्स चाहिँ हो, नौकारिका फल्स चाहिँ। तर डरलाग्दो छ, ओह्रालो पन्ध्र झरी गयो भने चाहिँ पाउने चान्सेस छैन। त्यही त हो है। यहाँबाट पनि देख्छ होला त्यही नुहालिकाई लेकलाई। हेरिदिउँ एकपल्ट यहाँबाट पनि कस्तो देख्छ। ओ यहाँबाट झन् दामी हो, डिस्टर्बै छैन हो। रहेछ झन् कहाँ छ होला र प्रवीण यहाँ त अन्त त यो पो फेमस हो त्यो। फेरि हामी अर्को वाटरफलतिर लागेको। यहाँबाट पनि छ अरे, यस्तो ल्यान्डस्केपै दामी हो। ढुङ्गाको हेर न, कस्तो मजाले काटेको ढुङ्गा पनि है। बस्ने बनाएको हेर्नु न, कस्तो दामी बनाएको। ए ढुङ्गाको यो चाहिँ लु हेर न ढुङ्गाको अब इँटाभन्दा कहाँ कम छ त्यो है। यस्तो दामी बनाएको रहेछ कि लु, ढुङ्गा काटेर बनाएको रहेछ यो सिँढी चाहिँ। सानो सुन्दर पोखरी रहेछ, अलिक पर चाहिँ वाटरफल रहेछ। त्यो चाहिँ इन्जोय गरेको हो। ऐसा रास्ता से हम जा रहा है वाटरफॉल देखने के लिए। यस्तो बाटो भएर चाहिँ जानु पर्दो रहेछ कि यहाँ पर देख्दैछ वाटरफल चाहिँ हो। त्यहीँ गएर भ्यू देखाउने छु। दामी, इट्स वर्थ भिजिटिङ शिलङ। मेघालय चाहिँ राम्रो रहेछ जग्गा होइन। लु अब दुईजनाले हामी यसरी जाँदैछौँ, घुम्दैछौँ हो। वाटरफल हेर्दैछौँ, वाटरफल हेर्दैछौँ अनि हेर्नु जाँदैछौँ। यो त उता हाम्रो गाउँको सेम रहेछ, रुखपातहरू सबैतिर सुरु यहाँनिर रुखहरू रहेछ। मलाकाको रुख रहेछ, निम्बुरेहरू रहेछ। अम्बो
दामी 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 भ्यू दामी रहेछ यो चाहिँ वाटरफल चाहिँ दामी रहेछ यो चाहिँ ढुङ्गा डाँडा गुरुङ यहाँबाट दामी देख्दो रहेछ झन् है के हुन्छ दामी वाटरफल हामी फेरि अब माथि भ्यू पनि जानु जाउँ न है जाउँ है जति हेर्नु पाउँछ मजाले हेरौँ न होइन होटेल भइहालेको छ हो टेन्सनै छैन अर्को वाटरफल जाँदैछ हामी यहाँ चाहिँ निकै डाउन स्टेप के भनेको 3000 सिँढी छ भनेर सो रहेछ स्टेप 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 निकै स्टेप रहेछ मधेसकोहरू हिँड्दैछ भने हामी किन हिँड्नु नसक्ने अरू हराइदिनु आम्बो सिँढी के हो लाग्दो छ त मान्छे गएको रहेछ लोकल टिकिन्छ होला लान्छ फाइनली हामी चाहिँ अब यस्तो कठिन बाटोबाट पनि हामी यहाँ आइपुग्यो फल्समा दामी रहेछ एकदम पानी क्लियर एकदम हो वाटरफल चाहिँ यस्तो रहेछ दामी अब पौडी खान्छ यहाँ जस्तो रहेछ हो जैसा दिखता है यहाँ का दृश्य ब्यूटीफुल हेलो अविनाश चाहिँ पानीमा पस्ने अरे साह्रो उता नजाऊ ल साह्रो उता नजाऊ है यो कुनाभित्र चाहिँ एउटा मान्छे लुकिरहेको रहेछ हो त्यो नानी ढुङ्गा चाहिँ केले चाहिँ ठुलो पारेको यस्तो डर लाग्छ यो चाहिँ डरलाग्दो ठुलो पारेको त्यो ढुङ्गा चाहिँ यस यहाँबाट चाहिँ यो चाहिँ हामी यो वाटरफलबाट फर्केको दामी रहेछ फर्केको फोटो भिडियो बनाएको हो अर्को जग्गा जानुपर्छ 12 बजी गइरहेको है कति बजी छ 12 कस्तो साह्रो रहेछ हामी डरलाग्दो जग्गा डरलाग्दो खतरा यस्तो डेन्जर बाटो चाहिँ हो ओह्रालाउनु झन् तर्सरी हुँदो रहेछ उकालो त ठिकै छ हो यतिको दुःख सुख हो यो बाटो चाहिँ आउनु पनि यसो छ तपाईँहरू पनि म अलिकति रिस्की छ तर डरको आगे जिते
सिमाई तलबाट आउँदैछ तल यहाँ रक्क आउँदैछ साह्रो हो सिरुमाथि चाहिँ यस्तो उकालो चढ्दैछ पानी बोतल दिने मलाई ल आजको सेकेन्ड डे टुर पनि सुरु भयो लाइटलम शिलोङ पिक के अरे एलिफेन्ट फल्स हामी जाँदैछौँ त्यहाँनिर के कसो रहेछ भिडियोमा देखाउने छु landscape चाहिँ एडभेन्चरस उयोहरू छ हौ प्रवीण एडभेन्चरस उयोहरू छ हौ उता जान्छ होला नि त जान्दैछ त हो यो चाहिँ कालिम्पोङको पनबुसेम रहेछ भ्यू चाहिँ यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ हो रिल्याक्स गर्ने जग्गा चाहिँ ठिक रहेछ यो यता हेर त हल्का
हामी चाहिँ राफ्लाङ फल्स गएको। यहाँ कता जान्छ यहाँबाट? यहाँ गाडी चाहिँ जान्दैन रहेछ यहाँबाट चाहिँ। सो त्यसले गर्दा चाहिँ हामी हिँडेर जाँदैछौँ। के हाल्छ हामी आउँदैछ कोकोमेन्ट जस्तो भएर बोइलर जस्तो। सबै हाफ प्यान्ट भेस्टतिर छ कि, तर मेरो भुँडीमा त ज्याकेट नै छ। म पनि ज्याकेट नै छ, तर मेरो चाहिँ पातला छ ज्याकेट हो। त्यहाँ चाहिँ यो फल्स भन्दा पनि उयो रहेछ एउटा स्विमिङ प्लेस रहेछ। यो जग्गा त ठन्डै हाल्छ। यो चाहिँ राफ्लाङ फल्स रहेछ। तलबाट चाहिँ राम्रो देख्छ होला, तर छैन बाटो अलिकति रिस्की रहेछ। पानी क्लियर छ कि। यो साइड पनि यस्तो छ। हामी चारै दिशा गाडी चाहिँ त्यहाँसम्म मात्रै, त्यहाँनिर आउँदैन रहेछ। यति बाटो खराब खराब आछे। त्यता पनि त्यस्तो पैसाको दामी चारैपट्टि। निक्लिएर ल्यान्डस्केप चाहिँ यस्तो मजाको छ यहाँनिर। जेसुकै होस्, मलाई चाहिँ ल्यान्डस्केपै मनपर्छ यहाँको चाहिँ दामी। चारैतिर डाँडै डाँडा। एउटा सेतो भालु हिँड्दैछ माथि। ल हामी चाहिँ अब शिलङ भ्यू पोइन्ट। शिलङ भ्यू पोइन्ट डाँडामा आउँदा जाडोमा चाहिँ उसले ज्याकेट खोल्यो हो। यहाँबाट चाहिँ शिलङ चाहिँ पहिला अब बिस्तार मजाले स्पेन्ड गरौँ टाइम। ल हेलो शिलङ चाहिँ जाँदैछ। यसरी मान्छेहरू ट्रेडिसनल उयो लगाएर पनि लेकिन यो है फोटोहरू खिच्नु ओर्नु सक्दो रहेछ मजाले। ल शिलङको सुन्दर दृश्य चाहिँ यस्तो छ। उयो जाउँ न फल्स। अब यत्रो ठुलो रहेछ शिलङ। दामी रहेछ त, दामी भ्यू पनि दामी देख्दो रहेछ। यहाँ माथिबाट दूरबीनबाट पनि हेर्छौँ हामी हो। के छ है ठिकै छ। साइड हो जाइए। आपका कैमरा चलिए हो गया। क्या क्या दिखा? बिल्डिंग ही दिखा था मुझे तो।
अब चाहिँ हामी एलिफेन्टा फल्सपट्टि आइपुगेको छौँ मतलब त्यहाँ अब हामी खानासाना खाएर आइपुगिहाल्यौँ साउन्ड त निकै राम्रो छ निकै राम्रो होला किनभने उयो पनि 100 रुपिस पर हेड त्यसले गर्दाखेरि राम्रै होला एउटा नानीले त टाइम वेस्ट पनि होइन सुन्यो यहाँ हेर क्या ए उयो रहेछ यो यहाँको दृश्य चाहिँ यहाँ चाहिँ उयो रहेछ पानीपुरी लभर्स दूसरा व्यू पॉइंट बाकी विशाखापट्टनम बहुत नीचे अर्को सेकेन्ड फल्स छ अरे सेकेन्ड फल्स चाहिँ जाँदैछौँ सेकेन्ड र थर्ड कहाँ छ हेर्नु हेर्दै जाँदैछौँ security ल आया ल यो सेकेन्ड फल यो होला अनि यो चाहिँ थर्ड फल्स होला ल एलिफेन्टा फल्सको थर्ड फल्स चाहिँ यो रहेछ